राष्ट्र परीक्षा बोर्डको भर्खरै बैठक सकिएको छ। राष्ट्र परीक्षा बोर्डले कक्षा 12 को परीक्षा वैशाख 11बाट नै हुन्छ भनेर भनिएको छ। परीक्षा बोर्डको सदस्यले एउटा क्वेशन गर्दा कि हरेक टिचरहरू यसरी आन्दोलन गरिरहँदा एक्जाम कसले लिन्छ र कसरी एक्जाम सुरु हुन्छ भनेर भन्दाखेरि चाहिँ उहाँको रिप्लाई के हुन्छ भन्दाखेरि उहाँ भन्नुहुन्छ हामी कक्षा 12 को स्टुडेन्टको भविष्यलाई हेर्दै हामीले एक्जाम चाहिँ निर्धारित समयमा लिन्छौँ भनेर। उहाँ भन्नुहुन्छ आन्दोलनमा रहेको टिचरले हामी रिक्वेस्ट गर्छौँ कि तपाईहरु पनि एक्जाम केन्द्रमा उपस्थित भइदिनु होला। उहाँ टिचरहरू उपस्थित भएन भने वैकल्पिक व्यवस्था गरेर पनि हामी एक्जाम लिन्छौँ भन्नुभएको छ। सामुदायिक विद्यालयको शिक्षकहरूले भन्छन् हामी कुनै पनि परीक्षामा उपस्थित हुने छैनौँ। त्यसको रिप्लाईमा भन्नुहुन्छ कि हामी कक्षा 12 को स्टुडेन्टहरूको भविष्यको निर्धारित गरेर यो परीक्षा सञ्चालन गर्न गइराखेका छौँ। हामी विश्वास राखेका छौँ कि सबै टिचरहरूले उपलब्ध भइदिनुहुन्छ र हाम्रो रिक्वेस्टलाई विद्यार्थीको भविष्यलाई हेर्दै उनीहरू उपस्थित भइदिनुहुन्छ भन्ने आशा राखेको छौँ भनेर भन्नुहुन्छ। परीक्षा ढिलो हुँदा कक्षा 12 को रिजल्ट पनि ढिलो हुने हुन्छ। त्यसले गर्दा हामीलाई चाहिँ समस्या हुन्छ के भन्दाखेरि युनिभर्सिटीहरूले तपाईको इन्टरनेसनल युनिभर्सिटीले टाइममै तपाईको एक्जाम लिने हुने हुन्छ। त्यसले गर्दा स्टुडेन्टको भविष्यलाई हामीले मार्केटमा बोल्न दिँदैनौँ। त्यसैले हामीले टाइम लिने एक्जाम लिन्छौँ। हाम्रा धेरै कक्षा 12 को स्टुडेन्टहरू त्रासमा रहेको छ कि कक्षा 12 को एक्जाम हुन्छ कि हुँदैन भनेर। यो आजको निर्णयबाट बुझ्दा हुन्छ कि कक्षा 12 को एक्जाम 11 गतेबाट नै टाइम लिने हुन्छ भनेर। एनबी सम्बन्धी केही अपडेट आएमा सबभन्दा पहिला हामी तपाईँ लिएर आउनेछौँ। त्यसैले तपाईँ च्यानललाई लाइक गरेर अवश्य सब्स्क्राइब गर्नुहोला।